हेलो नमस्ते वेलकम टु माई च्यानल। आज चाहिँ म पाङ्ग्रा र चनाको तरकारी बनाउन गइरहेकी छु। मैले चाहिँ यो पाङ्ग्रालाई चाहिँ मजाले उमालेर अनि 3 टुक्रामा काटेको अनि रातभरि भिजाएको चना। यहाँ चाहिँ मैले एउटा कराईमा मेथी र जिरा फुराएँ अनि उमालेर सानो सानो पिस गरी सफा गरेर काटेको पाङ्ग्रालाई पनि त्यसमा हालेर मजाले फ्राई गर्ने। अब पाङ्ग्रा यतिको फ्राई भएपछि चाहिँ मैले यसमा मसिनो गरी काटेको प्याजलाई पनि हालेर खैरो हुने गरी भुट्न गइरहेकी छु। अब म यहाँ मजाले धोएर राखेको चनालाई पनि हालेर मजाले भुट्न गइरहेकी छु। चनालाई एकछिन मजाले भुटिसकेपछि मैले यहाँ आधा चम्चा जति बेसार हालेँ। स्वाद अनुसार नुन पनि हाल्ने। अब मैले यहाँ 2 टिस्पुन अदुवा र लसुनको पेस्ट पनि हालेर मजाले भुट्न गइरहेकी छु। अब मैले यहाँ 2 टिस्पुन जति जिरा र धनियाँको पाउडर अनि हाफ टिस्पुन धुलो खुर्सानी पनि हालेर मजाले पकाउन गइरहेकी छु। अब चाहिँ मसिनो गरी काटेको गोलभेडालाई पनि हालेर मजाले पकाउन गइरहेकी छु। टमाटर लतक्क नभइन्जेलसम्म छोप्दै पकाउने। अब चाहिँ हाम्रो पाङ्ग्रा र चनाको तरकारी पनि रेडी भइसकेको छ। अब चाहिँ म यहाँ मसिनो गरी काटिराखेको धनियाँलाई हालेर गार्निस गर्न गइरहेकी छु र अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।